भिडियो लाइदिनु तिमीले नयाँ इन्ट्रोडक्सन दिने फेरि तिमीले आफ्नो इन्ट्रोडक्सन देऊ हो राणा Hi, my name is Lil Bahadur Rana. I'm from Butwal. and then today I am new joining. yeah I am very maps like I know. what was you feeling duty थोड़ा मेरे पास भी रखने का आज भ्रमण क्या था अच्छा तो तू भी बोल ना यार अंदर आ जा थोड़ा अंदर है थोड़ा कम give the your introduction I am going to for huh going to for pop talk oh ये होम दाइ अनि भन्दै जाने हो आवाज पनि छ सबै रेकर्ड हुन्छ यार आवाज मात्रै हो र तर आउँदै रहेछ टिभीमा लगाउन न किन यो अहिले टिभीमा लगाइदिनु न यसलाई ठिक भयो मलाई अब यहाँ खाएको चाहिँ पुरा निकाल्छ क्या सोल्टीले है पल्टै पल्टिन्छ जातो त्यो भइरहन्छ पुरा भइरहन्छ के झोलाले हट्नु पानीको बदल माथि फर्किन्छ त्यसले पानी यति एन्ड आयो नयाँ भयो फोन पनि आउँदो रहेछ त्यो त्यहीँ ठ्याक्क हो त्यहाँ आइरहेछ सबै आइरहेछ तपाईँ आउँदैन बोल्न बोलिँदो राखे आइरहेछ पुरै म्युजिक आउँछ त्यो म्युजिक पनि आउँछ भयो पुरै सुन्नु आफूले आज नि अन्न गाडी छैन त्यति बिना है गाडी छैन यहाँ रहेछ बाहिर जाने बाहिर मलाई मन लागेन आउँदैन बाहिर सबै फ्यामिली गरेर कितना लिया बसेर कस्तो अर्को लागेन होइन सुखदेव दाई कति टिभी दिएको सुखदेव दाई त्यो सिटी त्यही लिनु तपाईँ कति दिएको म यहाँ एड्रेस भएर के बाहिर नै साथी अघि त कुन हो यो तर अलग अलग आउँछ यो भनेको हाइफाई एकदम जोड दिने यसको आवाज भनेको लगभग यसको चाहिँ हुँदैन किसको मोबाइल
बहुत पैसा कितना पैसा ये कहना चाहिए अनि बेलुका राति गरे सस्तो भयो के महँगो हुन्छ हो त 60-80 रुपियाँ मिलेको आएको होइन अहिले गएर 18 हुन्छ 18 रुपियाँ 20 भन्नु सकेन 20 रुपियाँ मिलेको पर्छ ल आइपुग्यो भने अब म किसो हुने राख्छु भोलि बुढी भएको मान्छेलाई त भोलि छ डबल फाइल ड्राइभरको म 2 महिना 3 महिना ड्राइभर म कलेज छोड्यो पढ्यो अनि ब्याग लायो अनि कलेज छोड्यो कुरा हेर्नु कस्तो सिरियसली हुन्छ बिहा गर्नु भनेको सिरियस हेर्नु अहिले हामी मान्छेको के छ होम ट्याक्स पनि पैसा चाहियो हाल भने किनभने त्यहाँ चाहिँ आज 5 तारिक गरेको भने त पैसा काटिहाल्छ हामी भ्याएको मैले हिजो जबरजस्ती आज 6 तारिक तर म बिहा गरेर अब 6 बजे छोरी पनि लैजा हामी चाहिँ अब बिन्दास छोडा भाइ आरामले काम गर्ने पैसा सक्दा पनि त्यो हेर्नुलाई सुनाउने हुन्छ बोलेर सोच्नु हुँदैन कि फ्यामिली भएको मान्छे फ्यामिली हुन्थ्यो भने आजभन्दा 8-9-10 वर्ष बाइसमा भइदिएको भए मैले कति कमाउँथेँ म झिन्दा लागेको ढिलो अब म यहाँ आउने पनि मेरो मन पनि होइन म खास नआए पनि मलाई केही नभए पनि मलाई केही भन्यो पनि बुझ्छ मलाई तर मलाई टेन्सन मेरो भाइले लाग्यो म पनि मेरो भाइले घर बस्नु नभएर आएको मैले धेरै सताएर म यहाँ पठाइदिएको म आउने मान्छे नै इन्टरभ्यू मलाई दिएँ भने मात्र मैले दिएको मात्रै त्यस्तै छन् मतलब यस्तो हुन्छ अहिलेको अहिलेको जेनेरेसनले त हल्का फुल्का पढ्नु ध्यान नदिकन यस्तोमा धेरै छ कि सिस्टममा छन् त्यसरी मान्छे त्यसले नोकरी लाइफ कहिले सोध्दैन सोचेँ आफैलाई म धेरै नयाँ सुध्रिन मात्र आइदियो सुध्रिने भन्नाले अब म कसैलाई चाहिँ के बिगारेर सुध्रिन्छु भन्ने हुन्न कि आफू नै एउटा आफैमै उस गरेर सुध्रिन्छु भनेर नै म खास कमाउने त्यस्तो भन्नु हुँदैन यसो यहाँ कमाउने धेरै पुरानो भातमा पनि बाँड नयाँ भात पुरानो मासु होइन मेरो साथीहरूले मिठो हुन्छ अरे भातीमा हामी यहाँ होइन सबैभन्दा काम त मैले होला उसको गरे होइन
भर्खर एक मिनट आफैले भनेको